तल मूल बाटोमा हजुर मूल बाटोमा थियो एउटा पिपलको रुख हजुर बाटोमाथि त्यही पिपलको फेदमा 10-15 जना भेला भएर बस्थ्यो एउटा सुँगुर काट्थ्यो त्यही सक्नु गाह्रो पर्थ्यो है ल तपाईँहरूको मुख्य किनमेल गर्ने बजार यही हो हाम्रो यही धरान टाढा भयो लेटाङ कि यो हाम्रो त मुख्य बजार यही केराबारी है केराबारी चाहिँ किन केराबारी भनेको छ दाजु तपाईँलाई थाहा छ पहिला पनि अब केराबारी भन्थ्यो केरा साथै रोपेको थियो थिएन नि एउटा काका ए मङ्गलबारे हटिया चाहिँ लाग्थ्यो हटिया चाहिँ त यहाँ सानो लाग्थ्यो उहिले त पसलले यतिखेर यहाँ देखिरहनु भएको छ तपाईँको हातमा भएको जति त्यतिखेर पैसा भएको भए के गरिन्थ्यो होला भन्नुहोस् त म 7 रुपियाँमा यत्रो मेरो पुत्र हजुरबालाई तार्नुलाई के अरे काम गरेको थिएँ गाई बाछी 7 रुपियाँमा 7 रुपियाँमा म एउटा गएर किनेर ल्याएँ कहाँबाट 15 सालमा अलिकति आफ्नै गाउँमा ए हजुर भने धरानबाट हजुर ए यो तपाईँहरू चाहिँ उता ओख्रेबाट हिँड्दै धरानको शिखरवास हुँदै आउनुहुन्थ्यो नि पर साँगुरी होइन तपाईँहरू साँगुरीबाटै हिँड्नुभयो कानकोरी हजुर अनि अर्को अब यो यस्तो अहिलेको नमस्कार एमटिभी अनलाइन टिभी युट्युब च्यानल हेर्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। यतिखेर म ठ्याक्कै यो आकृति देखेर थाहा पाउनुभयो म मोरङ जिल्लाको उत्तरी व्यापारिक एउटा केन्द्र केराबारीमा छु। केराबारी बजार आज मङ्गलबार विशेष गरेर यहाँ हटिया लाग्ने गर्छ। म आज तपाईँहरूकोलाई चाहिँ विशेष गरेर केराबारीको हटियाको बारेमा जानकारी दिनेछु। मसँगै रहनुहोला। केराबारी बजारतिर प्रवेश गऱ्यो हटियातर्फ। यो हटिया हो दर्शकमानहरू, यो अत्यन्त राम्रो हटिया छ। यहाँ हामी यहीँ बाइक राखेर जान्छौँ। पसल कहाँबाट ल्यायो? लालबेतीबाट। जलकपुर कसरी केजीको? 400। यता जिउँदो माछा पनि देखिरहेको छु। आज यो केराबारी हटिया तर्फ लिएर जाँदैछ अगाडि। ₹50 यो बजार चाहिँ मोरङको उत्तरी बेलका पहाडी क्षेत्रबाट धेरैजना आउनुहुन्छ। यहाँ खुत्रुके माटाका भाँडाहरू गमलाहरू छन् यहाँ है। यो लोप हुँदै गइरहेको छ, तर अहिले यसको महत्त्व अर्कै हुन्छ। यतातिर चप्पल देखिरहनु भएको छ, चप्पल बजार। ओहो माकी नमस्कार। आदाङ बाटो लाम्नु भोगटेनी पाङ्बे 3 नम्बरको ए आदाङ क्यामिङ हेर्न क्या हस्ताबाद गुम्बा गर्न सेमचोक ए कुन क्या माकी इङमा कि भाइ है ल कौन तो हैं कम बाबे क्या नुबा में नहीं ओहो ल यहाँ मकै केन्द्र हुनुहुन्छ। लिम्बू भाषामा कुराकानी गरेर रमाइलो छ। दाजु नमस्कार। तपाईँ भोगटेनीबाट दाजु के छ यहाँबाट कति टाढा दाजु? लगभग गाडी 1.5 घन्टा लाग्छ। 1.5 घन्टा मांग रहे समय नहीं क्या गाड़ी हो मतलब लोक में उमें लेकिन गाड़ी हो भक्ति लम्बा यो बाखर सब में अंगा धारान धारान अंगा
यहाँ चाहिँ यो पुङ तेल दाजुको शुभ नाम भनिदिनुहोस् न। मेरो पूर्णबहादुर चेम्चन। दाजु भोगटेनीबाट गाडी चढेर कति भन्नुभयो? 1.5 घन्टा लाग्छ यहाँ पुग्नु। अरू बेला हिँडेर आउनु पर्यो भने? हिँडेर आउँदा पनि सेम सर्टकट बाटो छ। तपाईँहरूको मुख्य किनमेल गर्ने बजार यही हो? हाम्रो यही धरान टाढा भयो, लेटाङ्की यो हाम्रो त मुख्य बजार यही केराबारी। केराबारी चाहिँ किन केराबारी भनेको छ दाजु, तपाईँलाई थाहा छ? पहिला पनि अब खैराले हुन्थ्यो, केरा सबै रोपेको थियो केराबारी। यो केराबारी त फेरि चेम्जङको बिर्ता पनि भन्छन् नि होइन? यो त अब पहिला पुर्खोलीले राखेको होला, अब छ होला नि हाम्रो। भने त्यतातिर दाइ स्कुलहरू बिरामी भयो भने कता जानु? हामी सबै बर्खामा त गाडी जाँदैन नि दाजु? जान्छ, हाम्रो हिउँदो बर्खा चल्छ। जान्छ। पिच बनेको छैन? पिच बन्ने छैन, कच्ची छ बन्छ। भनेपछि त्यहाँबाट भोगटेनीबाट माथि जाँदा चाहिँ कहाँ निस्किन्छ दाजु? त्यहाँ अलिकति जेफाले। ओहो, जेफाले त्यहाँ 5 थर सबै खेतीपाती चाहिँ के आउँछ दाजु? हाम्रो त के छैन, कुचोहरू छ। कुचो अनि तक्सङ बि होइन? ओहो, तक्सङ भन्नाले चाहिँ लेट है? ए ल नगेन दाजु है, हस्। उहाँहरू दाइहरूसँग मैले लिम्बू भाषामा कुराकानी गरेँ। हाम्रो बाजे चाहिँ मकै छान्दै हुनुहुन्छ अझै पनि, कुम्भकर्ण भनेर भन्नुभयो। लिम्बू भाषासँग रमाइलो कुराकानी भयो। धेरै उहाँहरू यसरी यो केराबारी बजारको दृश्य देखाइरहेको छु। यतातिर चाहिँ दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि यो मासतिर पहाडी क्षेत्रबाट यता आउँदो रहेछ नि। हाम्रो टिनाजी चाहिँ अहिले पर्स वालेट किन्दै गरेको हो कि हेर्दै गरेको हो होइन, थाहा छैन। ओहो, कति राम्रो हो। म यता जाँदैछु। आज कृषिजन्य बिउ बिजनहरू पनि खरिद गर्नेछु पक्का पनि। आज चाहिँ पहाडी क्षेत्रबाट धेरैजना चाहिँ यसरी बिउ बिजन खरिद गर्न पनि आउनु हुँदो रहेछ। यहाँ सुँगुरको मासु यसरी बत्साला रहेछ। यता निकै ठुलो बजार लागेको छ अहिले हटिया। ल हेर्नुहोस् त, ओहो यति धेरै ठुलो चप्पल जुत्ता पसल रहेछ यहाँ। भोगटेनीबाट धेरै आउनु हुँदो रहेछ मासतिर पहाडी क्षेत्रको। तराईतिर त यहाँबाट त जङ्गलै छ। ल यहाँ आयो है भने निकै बजार गजबले नै अहिले लागिरहेको रहेछ। केराबारी बजार ल हेर्नुहोस्, 12:30 दिनको भइरहेको छ। अत्यन्त धेरै चाहिँ विभिन्न खालका चिजहरू पाइन्छ। यतातिर हामी कपडा पसलतर्फ लान्छौँ। यहाँ जडीबुटी पनि पाउँदो रहेछ। यतातिर कटहर, ल अब हामी यता तरकारी पसलहरू पनि रहेछ। निकै गजबको बजार रहेछ। ल हेर्नुहोस्, ओहो यताबाट हामी 1 राउन्ड घुम्छौँ। विशाल ठुल्ठुलो खरबुजा पनि रहेछ यहाँ। केराबारी बजारको यो दृश्य। केराबारीमा लागेको यो हटिया, मङ्गलबारे हटिया। मङ्गलबारे बजार केराबारीको। यतातिर पनि घन्टी पनि रहेछ फेरि। यो मैले चतराको हाट खोलामा देखाएको जस्तै। ओहो ल, भुजा चिउरा टोपीको पसल पनि रहेछ यहाँनिर देखिरहनु भएको छ। यो भाँडा पसल यतिखेर यहाँ देखिरहनु भएको छ। बाजेको नाम भनिदिनुहोस् न। नाम हजुर, किन
के शेर्पा भन्नुभयो? शेर्पा के शेर्पा? मिङमा शेर्पा। मिङमा शेर्पा। पहाड चाहिँ कता? पहाड साइड चैनपुरको सङ्घसभाको मान्छे यहाँ 41 वर्ष अगाडिदेखि 40 सालमा यहाँ आएको। पहिला कस्तो थियो बाजी यो केराबारी? घरै थिएन नि, एउटा काका म आउँदा। ए मङ्गलाबारे हटिया चाहिँ लाग्थ्यो? हटिया त्यही त यहाँ सानो लाग्थ्यो। उहिले तपाईँले थाहा भएदेखि यहाँ चाहिँ कहाँ कहाँको मान्छे हाट भर्न आउँछन्? हाट गर्नु अब काकाको आउँछ नि, यता माथि भोगेटनी पहाडको पनि आउँछ, यता माथि पाखातिरको सबै आउँछ, पारीको आउँछ। पहिला भन्दा अहिले राम्रो भयो केराबारी बाजे? अहिले धेरै राम्रो नि, बाटो बन्यो, पुल बन्यो, पुल बन्यो। अनि यहाँनिर नि एउटा के अरे मच्छिन्द्र मेला पनि लाग्थ्यो नि पहिला, कहाँ लाग्थ्यो? मच्छिन्द्र मेला अहिले पर स्कुलमा लाग्थ्यो, अहिले पनि उतै लाग्यो। पहिला त बगरमा लाग्थ्यो होइन? पहिला यहीँ लाग्थ्यो। ठुलो लाग्थ्यो होइन? कति दिन लाग्थ्यो? हप्ता चाहिँ। ओहो, धान नाच हुन्थ्यो होइन? जोड नाच्थ्यो सुब्बाहरू। अनि फौदरी पनि खेल्थे? कोही फौदरी खेल्छ, कोही के हुन्छ है। ल हस्, धन्यवाद बाजे। बाजेसँग यहाँको स्थानीय बाजे हुनुहुँदो रहेछ, 40 सालदेखि यहाँ बसोबास गर्नुभएको, र उहाँसँग मैले कुराकानी गरेँ। र यो भाँडा पसल हुँदै म यतातिर बजारतिर हटियातिर छिर्दैछु, र यहाँ जडीबुटी पसल पनि रहेछ। हो ल हेर्नुहोस् है, अत्यन्त गजब सिद्रा पसल, खाजा नास्ता पनि रहेछ यतातिर। निकै व्यवस्थित बनाइन खोजिएको हो कि जस्तो लाग्छ मलाई। बजार पसलहरू यस्तो छन्। अब पानी पर्छ कि भनेर पाल टाङ्न थालिएको रहेछ। म यता छिरेँ। बा नमस्कार, तरकारी बेच्दै हुनुहुन्छ? कहाँबाट आउनुभयो? बारीबाट। कति वर्ष पुग्नुभयो? के नाम यहाँको? के नाम यहाँको? हजुर, दुर्गा प्रसाद भट्टराई। केराबारी बजार कहिलेदेखि जान्नुहुन्छ तपाईँ? केराबारी बजार 24-25 सालदेखि। त्यतिखेर कस्तो थियो? यो तल मूल बाटोमा। हजुर, मूल बाटोमा थियो एउटा पिपलको रुख। हजुर, बाटोमा थियो, त्यही पिपलको फेदमा 10-15 जना भेला भएर बस्थ्यो। एउटा सुँगुर काट्थ्यो, त्यही सक्नु गाह्रो पर्थ्यो है। अहिले हेर्नुहोस् त, किन केराबारी भन्यो यो ठाउँलाई? हजुर, किन केराबारी भन्यो यो ठाउँलाई? अब पहिला केरा मात्रै लाउँथ्यो होला नि, पानी थिएन त्यो ठाउँमा है। त्यसरी कसरी भनेको हो त्यो चाहिँ भन्न सक्दिनँ। मच्छिन्द्र मेला भर्नुभयो? कस्तो लाग्थ्यो मच्छिन्द्र? कति एक हप्ता मेला? एक हप्ता मेला त्यहाँ जस्तो किसिमको पनि। म कहिलेकाहीँ उतिखेर मौस खान्थेँ, मौस पनि काटेर त्यहाँ मेरी खसी। हजुर, खसी पनि बेच्थेँ। अनि यस्तो किरानाहरू पनि त्यसै गर्थेँ। कहिले फाल्तु त्यसै खेलबाड गरेरै रात कटाउँथ्यौँ। त्यस्तो हुन्थ्यो है मेला? कहाँको मान्छे भर्न आउँथे? मान्छे जाइको पनि आउँछ। फौदरी पर्थे धेरै होइन? पाहाडै बढी आउँछ नि त। हो, तपाईँ घर कहाँ? मेरो धरान। धरान? हजुर। के थरी? लिम्बू। के लिम्बू? म आङ्ला। उहिले पाहाड कता? त्यतिखेरको रमाइलो है। अर्कै हो, त्यति साह्रो डर पनि त्यति धेरै पनि हुँदैन थियो। हजुर, नरम हुनु पर्थ्यो त्यतिखेरको भनेको। तर अहिले विकास चाहिँ भयो। पैसा थोरै थियो, हजुर, जिनिस धेरै थियो, सस्तै पाइन्थ्यो। अब तपाईँको हातमा भएको जति त्यतिखेर पैसा भएको भए के गरिन्थ्यो होला भन्नुहोस् त? पुरै सोच्नु न, म 7 रुपियाँमा यत्रो मेरो पुत्र हजुरबालाई तार्नुलाई के अरे काम गरेको थिएँ। गाई बाछी 7 रुपियाँमा? 7 रुपियाँमा म एउटा गएर किनेर ल्याएँ। कहाँबाट? 15 सालमा। अलिकति आफ्नै गाउँमा। ए हजुर, भने यति पैसा भएको भए म यहाँनिर जग्गा किनिन्थ्यो होइन? के को यति नैले आइहाल्छ नि एक बिघा। त्यतिकै 100 रुपियाँले? तर के गर्ने? पैसै थिएन। हजुर,
अब हामी त्यतिखेर साँच्चै 20 रुपियाँ बित्दै नै थियो पहिले आउँदा यहाँ 20 रुपियाँ बित्नु गाह्रो पर्थ्यो हजुर अब बस ठुलो पैसा है एउटा अर्को प्रमाणित लानु पर्थ्यो हजुर केही चिज छ मेरो पछाडि दिन्छु भनेर दादा नि थाप्नु पर्यो भने हजुर एउटा अर्कै मान्छे लानु पर्यो त्यस्तो थियो है पुरानो मान्छे तपाईँ पारी मगु म 24 साल यो ठाउँमा आएको ए मगु तपाईँको मगु चाहिँ किन मगु भने साँच्ची खोइ मुगु खोला भन्छन् त्यो पल्लोपट्टि छ उतापट्टि ओहो खोला भनेपछि 24 सालदेखि यहाँ बस्नुभएको मान्छे आज होइन 7 रुपियाँमा बाछी किन्नुभएको कतिमा जग्गा किन्नुभयो यहाँ हजुर तपाईँले यहाँ चाहिँ जग्गा कतिमा किन्नुभयो जग्गा त मैले 1 बिघा 5 कठालाई 3000 1 बिघा 5 कठा 3000 पर्छ त्यो 6 दूर पनि छ अनि अरू खोल्छी भित्ताभित्ती बाँस रोप्नु पाउने ठाउँ थियो अहिले नै थाल्यो त्यही अहिले बाँस लगाएको छु हजुर भनेपछि यो बजार त्यतिखेर लाग्थ्यो भने इतिहास पो रहेछ त त्यो मचिन्दै लाग्थ्यो यहाँ चाहिँ त्यही हो मङ्गलबार त लाग्ने तर थोरै बिलिङ कहिलेकाहीँ मात्रै अलिअलि बढी एउटा सुँगुर काट्दा यताउता मजाले अहिले पुग्नुहुन्थ्यो अनि यसो फस्ना फुस्नु हामी दोकाने भनेको त एकछिन यसो आएर के जाति एउटा तेलीको दोकान थियो त्यहाँ चिया बेच्ने हजुर त्यो बाहेक केही थिएन यो बजार चाहिँ के थियो त्यतिखेर त्यो केराबारी बजारै भन्थे भन्नु चाहिँ अहिले त्यो मचिन्द्रे बजार सर यता लाग्छ धेर जस्तो त्यो स्कुलबाट भित्रतिर भित्र यहाँ लाग्नै छोड्यो अहिले हस् धन्यवाद बुवा बजार भर्न आउनु भएको हजुर दर्शक महानुभाव अत्यन्त रमाइलो ती कुराहरू तपाईँलाई नि लाग्छ अचम्म लाग्छ यहाँ चाहिँ यसरी खानेकुराहरू पनि यस्ता छन् है 3000मा 1 बिघा 5 कठा जग्गा किन्नु भएको बाजेसँग भेटेँ मैले रमाइलो लाग्यो र यहाँ गुन्द्रुक पनि रहेछ इस्कुसका मुन्टाहरू धनियाँ यस्तो छ है अहिले ल यहाँ सागसब्जी तरकारी खेती गर्नेहरूको लागि चाहिँ अत्यन्त राम्रो रहेछ म यहाँ अब भने लगभग निस्किँदैछु यो हटियाबाट खरबुजा हेर्नुहोस् है यहाँ हेर्दा एकैछिनमा यो भरिसकेको छ बजार निकै भिडभाड छ अहिले यतातिर पनि रहेछ बजार चाहिँ मैदान लिएर जाँदैछु यहाँ देखिरहनु भएको छ यतातिर चाहिँ के रहेछ हाम्रो टिनाजीको एउटा कस्तो अनुभव छ म त्यो पनि सुनाउनु छ अहिले पानी पर्ला जस्तो भयो निकै दर्शक महानुभाव यतिखेर चाहिँ हावाहुरी सुरुवात भएको जस्तो देखिरहेको छु निकै घामदाङ र गुन्द्रुङ यो पसलवालाहरू पनि अहिले चाहिँ आतिरहेको अवस्था छ हुन त यो चैत वैशाखको बेला आज वैशाख 2 गते केराबारीमा लाग्ने मङ्गलबारे हटियाको दृश्य देखाउँदैछु र साँच्चै अहिले डरलाग्दो गरी चाहिँ हावाहुरी आउला कि जस्तो छ धेरैजनाले यसरी चाहिँ यो ठाउँमा चाहिँ बजार भर्न पहाड क्षेत्रबाट आउनुहुन्छ र केही यहाँका पुराना व्यक्तित्वहरूले हामीलाई जानकारी दिनुभयो यो बजारको बारेमा र त्यो कुराहरू सुन्दाखेरि हामीलाई पत्याउनै अप्ठ्यारो लाग्छ पत्याउनै नै नसकिने जस्तो लाग्छ तर पनि केही छैन बोजूसँग कुराकानी गर्दैछु ख्वाफुक रहेछ पहाड चाहिँ होइन पहिला कस्तो थियो बोजू यो ठाउँ पहिला त एउटा घर मात्रै थियो एउटा मात्रै थियो रे केराबारी तपाईँको त्यतिखेर पहिला यो ठाउँमा कसरी आउनुभयो हिँडेर आउनु पर्थ्यो नि गाडी थिएन धरानबाट हजुर ए यो तपाईँहरू चाहिँ उता ओख्रेबाट हिँड्दै धरानको शिखरवास हुँदै आउनुहुन्थ्यो नि पर साँगुरी होइन तपाईँहरू साँगुरीबाट नि हिँड्नुभयो भनेपछि यसरी हिँड्दै आउनु पर्थ्यो अनि त्यहाँदेखि धरानदेखि तेर्सो
जङ्गलै जङ्गल जङ्गलै जङ्गल मिरी यो मगुहरू चाहिँ कस्तो थियो बोजू जङ्गल थियो साह्रै महँगो त 24-25 सालदेखि पारेको पो त ए नत्र भने चाहिँ थिएन घरहरू थिएन है थिएन ए बोजूहरू कति सालदेखि बस्नुभएको यहाँ चाहिँ अब सम्झना छैन 60 सालदेखि बस्यो है बोजूले त्यो लाउनु भएको चाहिँ के हो नि लाउनु भएको चाहिँ के हो नि यो अर्को अर्को चाबी अनि के खालको अर्को त अनि कानकोरी हजुर अनि अर्को चाबी हो यो दाँत कट्याउने चिन्ता अब यो यस्तो अहिलेकोले लाउनु मान्दैन मान्दैन बोजूको पनि ख्वापुक नै हो 24 के थरी हुनुहुन्छ बोजू चेमजङ राजा रानी ए हेनसङ बा चेमजङ चिक्चो चेमजङ नि ए आतोसुरे राजा रानी चिक्चो ने लादो चेमजङ ए हजुर हजुर राजा रानी बजारमै परेछ त नि हजुर हजुर ए हजुर हजुर आमै माङदुम सिंह उतातिर पर यतातिर होइन कति सालतिर झर्नुभएको बोजू यता ए जाँतेबाट यता आउनुभएको ए भनेपछि पहिला पनि बोजू केराबारी बजार आउनुभएको थियो कस्तो थियो त्यतिखेर भनेपछि अहिले यस्तो भयो धेरै राम्रो भयो बोजू जङ्गलको छेउछाउ जानु नै भएन पछि पो फाँडेको रहेछ होइन मच्छिन्द्र मेला पनि आउनुभयो कस्तो लाग्थ्यो बोजू मेला है तपाईहरु धान नाच्नु भयो तपाईहरु चाहिँ बोजूहरु अनि यो खोला त बोजू खतम खोला त माथि राजारानीबाट पोखरीबाटै आउँछ हजुर हजुर ए त्यता राजारानीबाट हिँडेर आउन सकिन्छ कति घण्टा लाग्छ ए बत्ती चुरे हुँदै होइन 32 चुरेबाट ए लु बोजू एकदम खुसी लाग्यो तपाईहरुसँग भेट भयो बोजू दुवैजनालाई धेरै धेरै धन्यवाद बोजू हजुर ए लु धेरै धेरै धन्यवाद बोजू ल हस् हस् दुईजना बोजूहरूसँग अत्यन्त रमाइलो कुराकानी भयो जस्तो माने बाबु उहिलेका कुराहरूको स्मरण भयो र उडाइ लैजाला जस्तो छ काट्नुभएको ल बाँध्न आँटेको खोइ तपाईँ यता हो दोकान चाहिँ हजुर तपाईँले यसरी बाँधेको फोटो खिचेको मैले है ल यसो गर्दै अब लगभग हामी यो बजारको चाहिँ यो मङ्गलबारे हतिया चाहिँ यो हावाहुरी सहित अहिले यसरी चाहिँ म यहाँलाई देखाइरहेको छु अलिकति आवाज पनि राम्रो सुन्नुभयो भएन होइन बोजूहरूले धेरै राम्रो कुरा गर्नुभएको थियो ल हावाले उडौलै जस्तो छ अहिले अत्यन्त ठुलो हटिया लाग्दो रहेछ यहाँ निकै रमाइलो कुराकानीहरू गर्न पाइयो यहाँका ज्येष्ठ नागरिकहरूसँग है
र अब चाहिँ हामी यहाँ थोरै कृषिजन्य बजारतिर थोरै कुराकानी गर्छौँ। हामी हेर्छौँ यहाँ एकजना आउँदै हुन्छ हातमा फुल बोकेर। ल ओहो ल यति विशाल विशाल जुत्ता चप्पलको बजार लाग्दो रहेछ यहाँ। एकाएक यति ठुलो हावाहुरी आउला जस्तो लाग्यो। डोरी पनि बिक्री हुँदैछ यहाँ। ल यहाँ चाहिँ म हाइब्रिड मकै यो मकैको नाम के अरे भाइ? रामपुरिया? रामपुरी। अनि मैले के लगेँ अर्को गमलामा रोप्ने रातो रातो लट्टे बोडी भयो लामो खालको मिटरै बढी। कहिले रोप्ने हो त चाहिँ? ल मैले यो किनेँ लगभग 200 रुपियाँको यति आयो है केराबारीमा होइन त। ल रमाइलो पनि गर्नुपर्छ दसैँ मान्नु कहिलेकाहीँ है। र यहाँ हाम्रो टिनाजीले चाहिँ पर्स किन्दै हुन्छ अरे। कस्तो पर्स किन्न आँटेको छ होइन। चस्मा पनि रहेछ यहाँ। कहाँबाट ल्याएको भाइ? विराटनगरबाट। हाम्रो टिनाजी आज मङ्गलबारे हटियामा सपिङ गर्दै। ल के किन्यौँ भन्ने कुरा। केराबारीको पहिचान केरा रहेछ यहाँ। ल अब हामी फर्काउँदैछौँ यतिखेर। अब भने म टिनाजीको थोरै अनुभवलाई गर्छु। टिनाले आज के किनेको कस्तो लाग्यो टिना आजको बजार? आज केराबारी बजार एकदम रमाइलो तर हावाले अलिकति डिस्टर्ब गरे जस्तो लाग्यो। कस्तो साउन्डको जस्तै हावा पानी रमाइलो गाउँको हट्या होइन। सबै कुरा पाउने र अनि हाटखोलाभन्दा फरक रहेछ। हाटखोलाको चाहिँ अलिक फाल्टै यता चाहिँ अलिक गाउँ पाराको होइन। उता चाहिँ सहर। अघि मकै किन्ने बाजेले साह्रै हँसाउनु भयो है होइन। राम्रो पानी छिटाउनु थाल्यो र नजिकै हुनुहुन्छ भने चाहिँ तपाईँहरू पनि आउनु होला। मङ्गलबार मात्रै लाग्दो रहेछ। रमाइलो हट्यास पुरानो मान्छेहरूलाई पनि भेटिन्छ। उहाँहरूसँग कुराकानी पनि अघि जोडिसक्नु भएको छ होइन। र सामानहरू पनि सस्तोमै मैले के बलेट के भन्छ पर्स होइन। वालेट किने। ल आजलाई चाहिँ यति नै। अब दसैँ मान्नुभयो टिनाको यो बजार आजको यो केराबारीको मङ्गलबारे हटियाभरिको यो दृश्य देखाउँदै अब म पनि हामी दुईजना बिदा हुन्छौँ। हवस् त नमस्कार बाई बाई।